हामीले सिस्टममा पेमेन्ट मोड्सहरू सेटअप गर्नको लागि त्यस पेमेन्ट मोडका लेजरहरू सुरुमा सेटअप गर्नुपर्ने हुन्छ। जस्तै पेमेन्ट मोड सेटअप गर्नको लागि अकाउन्ट्स एन्ड लेजर्स भित्र रहेको POS पेमेन्ट मेथड्समा गयो भने हामीलाई सिस्टममा रहेको पेमेन्ट मोड्सहरू के छ यहीबाट हेर्न सकिन्छ। जस्तै MBBL POS, फोन पे र क्यास अलरेडी पेमेन्ट मेथड्स रहेका छन्। यदि हामीलाई यसमा कुनै नयाँ सपोज हामीलाई खल्ती भन्ने पेमेन्ट मेथड एड गर्नुपर्ने छ भने त्यसको लागि फर्स्टमा हामीले चेक गर्नुपर्ने हुन्छ खल्तीको लेजर छ कि छैन। सो त्यसको लागि जेनरल लेजर्सबाट हामी खल्ती भनेर सर्च गर्छौँ। सो खल्ती नाम गरेको कुनै पनि लेजर नभएको कारणले गर्दा फर्स्टमा हामी एउटा खल्ती भन्ने लेजर बनाउँछौँ। लेजर टाइपमा बैंक राख्छौँ। यसलाई हामी बैंक अकाउन्ट्स राखेर क्रिएट गरिदिन्छौँ। एउटा लेजर खल्ती नाम गरेको क्रिएट भयो। त्यस पछाडि POS पेमेन्ट मेथड्समा गएर अब हामीले एउटा नयाँ पेमेन्ट मेथड एड गर्न सक्छौँ। जस्तै पेमेन्ट मेथडको नाम खल्ती बाई IME भनेर हामीले राख्यौँ। त्यस्तै आउटलेट सेलेक्ट गर्यौँ, आफ्नो आउटलेट टर्मिनल सेलेक्ट गर्यौँ। लेजरमा अघि हामीले बनाएको खल्ती नाम गरेको लेजर सेलेक्ट गर्छौँ। पेमेन्ट टाइपमा बैंक राख्छौँ, स्ट्याटस एक्टिभ राख्छौँ। यदि यो डाइनामिक QR पेमेन्ट हो भने क्रेडेन्सियल्सहरू राखिन्छौँ, होइन भने यसलाई यतिकै अफ गरेर क्रिएट गरिदिन्छौँ। यदि क्रिएट गरिसके पछाडि खल्ती बाई IME भन्ने पेमेन्ट मेथड चाहिँ हामीले बिल सेटल गर्ने ठाउँमा हामीले हेर्न मिल्छ। त्यसको लागि सेल्स एन्ड बिलिङमा गएर बिलिङमा गएपछि यदि कुनै पनि एउटा बिल सेटल गर्न हामीले पर्ने छ भने त्यसलाई ओपन गरेर एड पेमेन्ट्समा गयो भने यो ड्रप डाउनमा अघि हामीले एड गरेको खल्ती बाई IME भन्ने पेमेन्ट मेथड देख्छौँ। त्यस्तै अरू पनि पहिल्यै रहेका पेमेन्ट मेथड्सहरूलाई पनि हामी यहाँ देख्छौँ। सो यसै गरी सिस्टममा पेमेन्ट मेथड्स क्रिएट गर्ने तरिका चाहिँ यही रहेको छ।